दर्शकवृन्द, आज हामी 6 अप्रिल 2025 का दिनमा मङ्गोल नेसनल अर्गनाइजेसनको कार्यकारिणी सभाको बैठक सम्पन्न भएको छ। यो विषयमा कुराकानी गर्नको लागि र यो विषय निर्णयहरूको बारेमा बताउनको लागि कार्यकारिणी सभाका महत्त्वपूर्ण व्यक्तित्वहरू आज यहाँ हुनुहुन्छ। त्यसकारणले गर्दा उहाँहरूले यो कार्यकारिणी सभाको बैठकबाट के कुराहरू पास गरेर अथवा निर्णय गरेर ल्याउनुभयो, यो विषयमा उहाँहरूले हाम्रो बीचमा पत्रकार सम्मेलनको बीचमा उहाँहरूले व्यक्त गर्नुहुनेछ। तसर्थ अबको पालोमा म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँहरू सम्पूर्णलाई। हजुर, धन्यवाद। यहाँहरूको कार्यकारिणी सभाको बैठक सम्पन्न भएको छ। तपाईहरूले के कुराहरू चाहिँ निर्णय गर्नुभयो, यो विषयमा बताउनको लागि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनका केन्द्रीय प्रवक्ता रिचेप तामाङज्यू हुनुहुन्छ। उहाँले हामीलाई बताउनुहुनेछ कार्यकारिणी सभाबाट निर्णय भएका पारित भएका कुराहरू चाहिँ हाम्रो बीचमा उहाँले बताउनुहुनेछ। तसर्थ उहाँतर्फ म ध्यानाकर्षित हुन चाहन्छु। सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी भर्खरै मात्रै 6 अप्रिल 2081 साल चैत्र महिनाको 24 गते भर्खरै मात्रै हामीले आकस्मिक रूपमा सङ्गठनको केन्द्रीय कार्यकारिणी सभाको बैठक सम्पन्न गरेर आएका छौँ र विशेष गरी केन्द्रीय कार्यकारिणी सभाको तत्कालै बैठक बसिहाल्नु पर्ने केही मूलभूत हाम्रो सङ्गठनभित्रको केही मुद्दाहरू, केही एजेन्डाहरू, केही विशेष प्रस्तावहरू थियो। यस कारणले गर्दाखेरि हामीले भर्खरै मात्रै कार्यकारिणी सभाको बैठक सम्पन्न गरेर आएका छौँ र विशेष गरी सङ्गठनको तर्फबाट अहिले देश विदेशमा मङ्गोल नेसनल अर्गनाइजेसनको विरुद्धमा जुन किसिमको एउटा भ्रम सिर्जना गर्ने कोसिस भइराखेको छ, त्यो विषयलाई चिर्नको निमित्त हामीले कार्यकारिणी सभाको बैठकबाट नै यो कुरालाई चाहिँ उजागर गर्नुपर्छ भन्ने हिसाबले कार्यकारिणी सभाको बैठक बसेर हामी भर्खरै मात्रै निर्णय लिएर आएका छौँ र यो विशेष गरी मङ्गोल नेसनल अर्गनाइजेसन यो मुलुकमा नरुचाउनेहरूले, जसले यो देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता संस्थागत भएको, यो दिगो दरिलो भएको र लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको मुद्दा मार्फत अथवा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताले प्रत्यायोजित गरेको अधिकार प्रयोग गरेर स्वतन्त्र रूपमा यो मुलुकमा रहेका वृहत नेपाली नागरिकहरूले आफ्नो अधिकारको अपनत्व गर्दै गरेको नरुचाउने र त्यो मन नपराउने एउटा तत्त्वहरूले बारम्बार लोकतन्त्रमाथि, धर्मनिरपेक्षमाथि र प्रान्तीयतामाथि एक किसिमको ठाडो प्रहार भइराखेको थियो र यसको निमित्त चाहिँ बाधकको रूपमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई नै उनीहरूले औल्याइराखेको कारणले गर्दाखेरि सङ्गठनको विषयमा विभिन्न समयमा त्यो हिसाबले मोब लिन्चिङ गर्ने काम भइराखेको छ। यसै सिलसिलामा हाम्रो सङ्गठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन जुन मितिमा सम्पन्न भयो, उक्त राष्ट्रिय महाधिवेशनको तयारीमा हामी देशभरि चाहिँ तीव्र गतिमा यसको प्रचार प्रसारमा, यसको तयारीको विषयमा र सङ्गठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनले लिने जुन एउटा नीति तथा कार्यक्रमहरू छ, त्यो चाहिँ नेपालको वृहत नेपाली नागरिकहरूको हितमा, यो राष्ट्रको हितमा होस् भन्ने हिसाबले त्यो विषयमा हामी लाग्दै गर्ने क्रममा पनि एउटा भ्रम के सिर्जना गरिएको थियो भने मङ्गोल नेसनल अर्गनाइजेसनबाट चाहिँ सामूहिक रूपमा सबैले राजीनामा दिएर यो सङ्गठन पूर्ण रूपमा खाली भयो भन्ने किसिमको एउटा भ्रम सिर्जना गर्नको निमित्त त्यति बेला पनि तत्कालीन अवस्थामा व्याप्त मात्रामा षड्यन्त्र भएको थियो। त्यो खालको मोबलिन्चिङ गराउने कार्य भएको थियो। केही कुरालाई हामीले मध्यनजर गरेर सङ्गठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन मूल आयोजक सभाको टिमले नेपालको सुदूर पूर्वदेखि नेपालको सुदूर पश्चिमसम्मको सबै जिल्लाहरू चाहिँ भ्रमण गरेर त्यो जुन एक किसिमको भ्रम थियो, त्यो भ्रमलाई चिरफार गर्दै सङ्गठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनलाई चाहिँ हामीले सभ्य र भव्य रूपमा सम्पन्न गराउन सफल भइसके पछाडि शत्रुहरूले जुन एउटा चाहिँ नीति बनाएर, जुन उद्देश्य राखेर, जुन हिसाबले त्यो भ्रम सिर्जना गर्ने कार्य गरेको थियो, त्यसलाई पूर्ण रूपमा चिरफार गर्न हामी सफल भएर गयौँ। त्यस पछाडि पनि फेरि बारम्बार जति बेला शत्रुहरूले अथवा विपक्षीहरूले थापेको जुन बल्छी थियो, त्यसबाट हामी पार गरेर अगाडि बढिसके पछाडि फेरि पनि निरन्तर सङ्गठनमाथि आक्रमण हुने काम भइराखेको थियो र पछिल्लो समयमा मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशनले नेपालको वृहत नेपाली नागरिकहरूको घर दलानमा एउटा सुख समृद्धि ल्याउनको निमित्त, यो राष्ट्रकै हित हुनको निमित्त हामीले पास गरेको नीति तथा कार्यक्रम अन्तर्गत हामी अगाडि बढ्दै गर्ने क्रममा हामीले आफैले गरेको कर्मलाई देखाएर उनीहरू त्यहीँ भित्र नै एउटा खालको भ्रम सिर्जना गरे। जस्तै पछिल्लो समय सङ्गठनको तर्फबाट हामीले पास गरेको ऐतिहासिक कुराहरूलाई अद्यावधि गरेर अगाडि बढाउनको निमित्त हामी निर्वाचन आयोगको पछिल्लो समयमा अलिकति बेसी बाध्यता हुन थाल्यौँ। त्यही कुरालाई टेकेर फेरि एउटा खालको भ्रम सिर्जना गरेर फेरि पनि गुमराह नराख्ने र मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ असफल भएको दिशातिर जान लाग्यो भन्ने खालको एउटा भ्रम सिर्जना गर्ने कोसिस गरिराखेको छ। यस कारणले गर्दाखेरि देश तथा विदेशमा छरेर रहनुहुने एमएनएलको
नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक सबैमाथि सिर्जना गरेको जुन किसिमको एउटा भ्रम छ, यो चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई यति बेला चाहिँ लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता संस्थागत गराउने चाहिँ एउटा अभिभावकीय संस्थाको रूपमा एमएनओलाई देखेको छ र यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई कमजोर तुल्याउनको निमित्त चाहिँ एमएनओ बाधक देखेको छ। यस कारणले गर्दाखेरि यो विषयमा चाहिँ उनीहरूले अलिकति भ्रम सिर्जना गरेर जाने कोसिस गरिराखेको छ। यस कारणले गर्दाखेरि आजको हाम्रो कार्यकारिणी सभाको बैठक र हाम्रो कार्यकारिणी सभाको टिमकै तर्फबाट यो पछिल्लो समयमा सिर्जना भएको भ्रमलाई अलिकति चिर्ने र यो चाहिँ भ्रम भनेको केवल लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता माथिको ठाडो प्रहार र यसलाई मास्नको निमित्त एमएनओ बाधक देखेको कारणले गर्दाखेरि त्यो षड्यन्त्र भएर आइराखेको छ भन्ने विषयमा भ्रम चिर्नको लागि एउटा विषय। र दोस्रो विषय रह्यो वैशाख 11 गते आउँदै गरेको लोकतन्त्र दिवसको विषयमा। यो विषयमा पनि संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएर आइसकेपछि नेपालमा स्थापित भएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता यो चाहिँ विभिन्न कालखण्डमा अग्रपङ्क्तिमा विभिन्न हिसाबले जो गरेर लडेको भए तापनि नेपालको राजनैतिक इतिहासमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको पहिलो मुद्दा दिने अथवा पहिलो आवाज उठाउनेलाई चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङ हुनुभएको कारणले गर्दाखेरि पनि यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको संरक्षणको निमित्त, यसको सम्वर्धनको निमित्त एमएनओले नै पहिलो पंक्तिमा रहेर यसको चाहिँ स्याहार सम्भारको निमित्त भूमिका खेल्नुपर्ने ठम्याइ गर्दै संगठनको 6औं राष्ट्रिय महाधिवेशनबाट चाहिँ हामीले लोकतन्त्र, गणतन्त्रको विषयमा अथवा रिपब्लिकनको विषयमा चाहिँ हामीले यसलाई दिगो बनाउन, दरिलो बनाउन भूमिका खेल्ने भन्ने थियो। यसै सिलसिलामा हामीले गत वर्षबाट चाहिँ नियमित कार्यक्रमको रूपमा समेटेर आएका छौँ र 2063 वैशाख 11 गते भनेको 24 अप्रिल 2006 मा मुलुकमा लोकतन्त्रको निमित्त एक किसिमको आन्दोलन सिर्जना भयो। जति बेला महामना डाक्टर गोपाल गुरुङज्यूले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता स्थापित गर्नको निमित्त उहाँले विभिन्न किसिमको कूटनैतिक, रणनैतिक लडाइँहरूलाई अगाडि सारेर आउनु भएको थियो। उहाँले त्यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता नै अबको देशको पहिलो शर्त हो, पहिलो आवश्यकता हो भन्ने खालको वातावरण सिर्जना गर्नको निमित्त उहाँले विभिन्न कालखण्डमा ऐतिहासिक रूपमा चाहिँ उहाँले सङ्घर्ष गर्नु परेको छ। कहिले जेलमेल परेर, कहिले भूमिगत जीवन जिएर, त कहिले जिन्दगीभर धाकधम्की र अनेकौं भुक्तमानहरू सहेर सङ्घर्ष गर्नु पर्यो। त त्यसैको फलस्वरूप 62-63 सालमा आउँदै गर्दाखेरि लोकतन्त्रको निमित्त देशभरि एउटा खालको माहौल सिर्जना भएर 63 साल वैशाख 11 गते भनेको यो चाहिँ 24 अप्रिल 2006 को दिनमा चाहिँ राजा र राजतन्त्रले चाहिँ घुँडा टेकेर राजनैतिक दलहरूमाथि जुन किसिमको प्रतिबन्ध लगाउने, निरङ्कुश हुने कोसिस गरेको थियो, त्यो हिसाबले चाहिँ राजा र राजतन्त्रले घुँडा टेकेको दिन भएको कारणले गर्दाखेरि हामीले वैशाख 11 भनेको 24 अप्रिल 2006 मा जुन घोषणा भयो, त्यो 24 अप्रिल 2006 को मितिलाई हामीले आधार मानेर अबको प्रत्येक वर्षको 24 अप्रिललाई चाहिँ हामीले लोकतन्त्र दिवसको रूपमा मान्ने र त्यसको निमित्त केन्द्रीय सभाले चाहिँ प्रान्तीय सभालाई निर्देशन दिएर प्रान्तीय सभा मातहतमा रहेको सबै जिल्ला सभाहरू जहाँसम्म हाम्रो संगठन गठन भएको छ ती सबै जिल्लाहरूमा चाहिँ कार्यक्रम सम्पन्न गर्ने, नियमित कार्यक्रमको रूपमा गर्नको निमित्त निर्देशन दिने भन्ने एउटा हाम्रो निर्णय थियो अथवा त्यो एउटा प्रस्तावमा थियो। र अर्को थियो हाम्रो 2065 जेठ 15 गते भनेको 28 मे 2008 मा आएको परिवर्तन। र यो परिवर्तन चाहिँ अझै संस्थागत भएर, यसलाई बलियो भएर अथवा यो चाहिँ दस्तावेजीकरण भएर जुन परिवर्तनको निमित्त महामना डाक्टर गोपाल गुरुङज्यूले सन् 1971, सन् 1989 देखि सङ्घर्ष गर्दै आउनु भएको थियो र जुन चाहिँ 2006 मा आएर राजा र राजतन्त्रले घुँडा टेकेर गइसके पछाडि 28 मे 2008 मा चाहिँ पहिलो संविधान सभाको निर्वाचनबाट निर्वाचित भएर गएका सांसदहरूको पहिलो बैठकले उनीहरूले के निर्णय गरे त भन्दा नेपालमा आजको मितिबाट राजा र राजतन्त्रको कुनै पनि चाहिँ अंशहरू बाँकी नराख्ने र मुलुक पूर्ण रूपमा लोकतन्त्र, गणतन्त्रात्मक मुलुकमा चाहिँ घोषणा भएर जाने भनेर घोषणा भएको मिति अथवा घोषणा भएको दिन भएको अथवा नेपालको वृहत नेपाली नागरिकहरूले आफ्नो स्वतन्त्रता अनुभूति गर्नको निमित्त आफ्नो अधिकार चाहिँ स्वतन्त्र रूपले उपभोग गर्न पाउने एउटा व्यवस्था घोषणा भएको मिति भएको कारणले गर्दाखेरि हामीले 28 मे 2008, 2065 जेठ 15 गते त्यो घोषणा भएको थियो। यसलाई आधार मान्दै हामीले गत वर्ष पनि 28 मे 2024 को दिनमा नै संगठनको तर्फबाट 17th रिपब्लिकन डे हामीले सम्पन्न गरेका थियौं। भने यसपालि पनि यो 28 मे चाहिँ 2025 2082 साल जेठ 14 गते पर्दछ। यसमा चाहिँ हामीले यसपालि 18th रिपब्लिकन डे पनि हामीले चाहिँ भव्य रूपमा प्रान्तीय सभा मातहतबाट निर्देशन दिएर जिल्ला सभाहरूमा चाहिँ खुल्ला रूपमा ऐतिहासिक रूपमा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्नको निमित्त निर्देशन दिने भनेर हामीले त्यो एउटा निर्णय गरेका छौं। भने अन्तिम निर्णयको रूपमा चाहिँ हामीले महामना डाक्टर गोपाल गुरुङज्यू बित्नु भएको 10 जुन
2016 र यसपालिको यो 10 जुन 2025 भनेको महामना डाक्टर गोपाल गुरुङजीको निधन भएको 9औं स्मृति सभा आउँदैछ। यो 10 जुन 2025 भनेको 2082 साल जेठ 27 गते पर्दैछ। उक्त दिन चाहिँ इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा निर्माण भइराखेको हामीले जुन महत्त्वकांक्षी एउटा चाहिँ आयोजनाको रूपमा चाहिँ हामीले काम सम्पन्न गर्ने गरेर चाहिँ तीव्र गतिमा त्यो काम भइराखेको छ। विभिन्न सामाजिक सञ्जाल माध्यम मार्फत सञ्चार माध्यमहरूबाट यो कुरा गइ पनि राखेको छ। हामीले निर्माण गरिराखेको मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन उद्घाटन चाहिँ एमएनओ जिल्ला सभा इलामको आयोजनामा 10 जुन 2025 भनेको 2082 साल जेठ 27 गते चाहिँ भव्य रूपमा त्यो भवन समुद्घाटन कार्यक्रम आयोजना भएको छ। र उक्त भवन समुद्घाटन कार्यक्रममा चाहिँ देश तथा विदेशमा रहनुहुने सबै तहका नेता तथा कार्यकर्ताहरूलाई चाहिँ उक्त भवन उद्घाटन कार्यक्रममा चाहिँ उपस्थित हुनको निमित्त पनि प्रान्तीय सभा मातहतमा देशभित्र रहेका विभिन्न जिल्ला सभाहरूलाई प्रान्तीय सभा मातहतबाट र प्रवास सभामा रहेका प्रवास सभाको चाहिँ नेता तथा कार्यकर्ताहरूको निमित्त प्रवास समन्वय सभा मार्फत चाहिँ उहाँहरूलाई पनि निम्तो दिने निमन्त्रणा बाँड्नको निमित्त चाहिँ एउटा अपिल गर्ने संगठनको विभिन्न सभाको नेता कार्यकर्ता समर्थक शुभेच्छुक शुभचिन्तकज्यूहरू सबैलाई त्यो ऐतिहासिक कार्यक्रममा सहभागी हुनको निमित्त चाहिँ उहाँहरूलाई अपिल गर्ने अथवा निमन्त्रणा दिने भनेर चाहिँ हामीले मोटामोटी यो 4वटा विषयहरूमाथि चाहिँ हामीले तत्कालीन निर्णय लिइहाल्नुपर्ने थियो। यस कारणले गर्दाखेरि म सम्पूर्ण सञ्चारकर्मी साथीहरूको उपस्थितिको माझमा संगठनको भर्खरै सम्पन्न भएको केन्द्रीय कार्यकारिणी सभाको बैठकबाट हामीले महत्त्वपूर्ण यो 4वटा विषयहरू लिएका छौँ। र फेरि पनि अन्त्यमा एकचोटि चाहिँ यो अलिकति जोडिएको विषय चाहिँ पछिल्लो समयमा मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै यो मुलुकको बृहत नेपाली नागरिकहरूको हितमा भएको कारणले गर्दा केवल व्यक्तिको हातमा केवल एकजना व्यक्तिको मुठीको हातमा र केवल अल्पसंख्यक समुदायको हातमा सत्ता र शक्ति केन्द्रित गर्नको निमित्त र बृहत नेपाली नागरिकहरूलाई अझै पनि अधिकारबाट वञ्चित तुल्याउनको निमित्त चाहिँ एमएनओ बाधक देखेको छ। एमएनओ बृहत नेपाली नागरिकहरूको पक्षमा छ। एमएनओ यो देशको पक्षमा यो राष्ट्रको पक्षमा छ। यस कारणले गर्दाखेरि यसलाई नमासेसम्म यसको विषयमा जनता तहमा चाहिँ एउटा खालको भ्रम सिर्जना नगरेसम्म चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा देखेको कारणले गर्दाखेरि नि त्यो विभिन्न किसिमको भ्रमहरू सिर्जना गरिराखेको छ। यस कारणले गर्दाखेरि यो कुरालाई चिर्नको निमित्त पनि हामी आज बैठक बस्यौँ। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्ण देश तथा विदेशमा रहनुहुने एमएनओको समर्थक शुभचिन्तक नेता तथा कार्यकर्ता सबैप्रति पनि म त्यही कुरा तपाईँलाई जगजाहेर गर्न चाहन्छु कि जुन हिसाबले भ्रम सिर्जना गर्न कोसिस गरिराखेको छ यो चाहिँ हाम्रो पहिलो अनुभव होइन। यो चाहिँ हामीले बार बार बेहोर्दै आइराखेको यस्तै खालको घटना परिघटना भएको कारणले गर्दाखेरि यो पछिल्लो समयमा पनि फेरि सोही मुताबिक चाहिँ पहिला उनीहरूले प्रयोग गरेर उनीहरू आफै फेल भइसकेको त्यही नीति प्रयोग गरेर हामी माथि चाहिँ प्रहार गर्ने काम भएको छ। यो भ्रम सिर्जना गर्ने कोसिस भएको छ। त्यसो होइन भन्ने कुरामा आश्वस्त पार्नको निमित्त हामी कार्यकारिणी सभाको बैठक बसेर हामी सबैजना सञ्चारकर्मी साथीहरू मार्फत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण संगठनको विभिन्न ओहदाको नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकज्यूहरूसँग पुगिराखेका छौँ। र बाँकी कुराहरू चाहिँ तपाईहरू मिडियाकर्मी सञ्चारकर्मी साथीहरूको हृदयमा रहेको र जनताबाट आइराखेको प्रश्न यदि हामीबाट प्रश्नाउनु पर्ने कुरा छ भने हाम्रो कार्यकारिणी सभाको पदाधिकारी मूल सचिवज्यू सचिवज्यू सहसचिवज्यू प्रचार प्रसार सचिवज्यू पनि हुनुहुन्छ। उहाँहरू सबैजनासँग पनि तपाईँहरूको केही प्रश्न छ भने जिज्ञासा छ भने चाहिँ राख्न सक्नुहुन्छ भन्दै म चाहिँ मेरो आफ्नो कुरा अहिले चाहिँ यहाँ राख्न चाहन्छु। म मूल सचिवज्यूलाई म थोरै कुरा जोड्न चाहन्छु। अहिलेको समयमा हाम्रो प्रवक्ताज्यूले जुन कार्यकारिणी सभाको कुराहरू राखिसक्नु भएको छ यो समयमा अहिले तपाईँहरूले अप्रिल 24 र मे 28लाई चाहिँ तपाईँहरूले बढी ध्यान दिनुभएको छ लोकतन्त्र र गणतन्त्रलाई। तपाईँहरूको फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङले भन्नुभएको छ कि लोकतन्त्र भयो भने यो देशको जस्तो होस् र गणतन्त्र भयो भने त्यो देशको जस्तो होस् भनेर देशको नाम लिएर तपाईँको फाउन्डर प्रेसिडेन्टले भन्नुभएको छ। तर अहिलेको समयमा त्यो लोकतन्त्र र गणतन्त्र आभास हुने गरेर तपाईँहरूले देशमा लोकतन्त्र र गणतन्त्र मनाउँदै गर्दाखेरि चाहिँ तपाईँहरूले अथवा लोकतन्त्र मात्रै अथवा गणतन्त्र मात्रै एउटालाई मात्रै लिएर अगाडि बढ्ने जस्तो होइन बाहिर जनताहरूले देख्छन्। तर तपाईँहरूले दुवैलाई चाहिँ एकैचोटि लिएर अगाडि बढिराख्नु भएको छ। तर मुख्य चाहिँ तपाईँहरूले कडी चाहिँ लोकतन्त्रको कडी समाएर अगाडि बढिराख्नु भएको छ। यो लोकतन्त्र र गणतन्त्र दुवैलाई एकैचोटि मनाउनुको चाहिँ कारणको विषयमा थोरै खुलाइदिनुहोस् न। धन्यवाद यहाँलाई। विशेष त मङ्गोल नेसनल अर्गनाइजेसन नेपालमा यो पहिलो दल हो जसले पञ्चायती व्यवस्थाको समयदेखि नै त्यो पञ्चायतको विरोध गर्दै निरङ्कुश पञ्चायत विरोध गर्दै नेपालमा लोकतन्त्र धर्मनिरपेक्ष गणतन्त्र सरकार सहितको र शासन व्यवस्था हुनुपर्छ। त्यसभित्र मात्रै सम्पूर्ण नेपाली नागरिकले
न्याय समानता भातृत्व प्राप्त गर्न सक्छ भन्ने कुरालाई जोड दिएर यो सङ्गठनको फाउन्डर प्रेसिडेन्टजीले महामना डक्टरजीले लड्दै आउनुभएको त्यसमा यो सङ्गठनले त्यसरी लड्दै आइरहेको छ। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको मेन मुद्दा भनेकै लोकतन्त्रको मुद्दा हो होइन, अर्थात् चाहिँ गणतन्त्रको मुद्दा हो। र नेपालमा परिभाषा व्याख्या जुन जुन किसिमले गरे पनि शब्दको हिसाबले हेर्ने भने लोकतन्त्र अथवा गणतन्त्र एउटै शब्द हो तर परिभाषा जस्तो मात्रै हो। हामीले यसलाई अङ्ग्रेजीमा भन्यो भने रिपब्लिकनै भनेर भनिन्छ। त्यस कारण हामीले नेपालमा लोकतन्त्र अथवा गणतन्त्रको निम्ति लड्दै आए तापनि नेपालमा चाहिँ के भने यहाँको शासक वर्गहरूले 2063 सालको वैशाख 11 चाहिँ राजा र राजतन्त्रले घुँडाटेकीको दिन भनेर तपाईँको चाहिँ लोकतन्त्र दिवस मनायो। तर त्यसले पूर्णतः लोकतन्त्र पाइसकेको थिएन, त्यसले पूर्णतः लोकतन्त्र पाइसकेको थिएन। र त्यस पछाडि 2064 सालको संविधान सभा निर्वाचन भयो। निर्वाचन पछाडिको संविधान सभाले 2065 सालको जेठ 15 गते चाहिँ पूर्ण रूपमा लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको। त्योभित्र धर्मनिरपेक्ष, त्योभित्र सङ्घीयता, त्यसभित्र सम्पूर्ण नेपाली जनताको न्याय र अधिकारहरूलाई सम्बोधन गरेको कुराहरू सहितको एउटा व्यवस्था आयो। त्यस कारणले गर्दाखेरि त्यो 11ले सबै कुरा सम्बोधन गर्न सकेन। 11मा त्यति बेला तत्कालीन दलहरू तत्कालीन सत्तासीन दलहरूले चुकेका थिए होइन, सबै कुरा सम्बोधन गर्न सकेको थिएन। र 64 सालको संविधान निर्वाचन पछाडि त्यो संविधान सभाले 65 सालको जेठ 15 गते चाहिँ गणतन्त्र दिवस भनेर पूर्ण रूपमा सम्पूर्ण अधिकार चाहिँ तपाईँको जनतालाई सुम्पेको व्यवस्था चाहिँ स्वीकृत घोषणा भएको एउटा निर्णय गरेको। त्यस कारणले हामीले लोकतन्त्र दिवस मनाइरहेका छौँ होइन। लोकतन्त्र दिवस पनि एउटा एक हिसाबले तपाईँको चाहिँ नेपालमा जनताले प्राप्त गरेको, जनताले लडेको लडाइँ अधिकारको निम्ति प्राप्त गरेको एउटा उपलब्धि नै हो। तर पछि आएर जेठ 15 गते अर्थात् त्यो दिन घोषणा गरेको मिति भनेको चाहिँ 28 मे हो। त्यो 28 मे चाहिँ वास्तवमा पूर्ण रूपमा प्राप्त गरेको एउटा अधिकार, पूर्ण रूपमा अधिकार प्राप्त गरेको समय हो। त्यो समयलाई चाहिँ हामीले अझै व्यापक रूपले मनाउने काम चाहिँ हामी गरिरहेका छौँ। त्यस कारण चाहिँ यो रिपब्लिकन डे अथवा लोकतन्त्र दिवस जुनै भने पनि जस नेपाली जनताको विजय भएको एउटा चाहिँ अवसरको रूपमा चाहिँ हामीले यसलाई चाहिँ मनाउँदै आइरहेका छौँ। हस्, धन्यवाद मूल सचिवजी। हाम्रो बिचमा सचिवजी पनि हुनुहुन्छ। सचिवजी, अहिले सन्दकपुरमा जुन मङ्गोल म्युजियम भवन सन्दकपुर भव्य रूपमा बनाउने र महामना डाक्टर गोपाल गुरुङजीको स्मृति सभामा चाहिँ हस्तान्तरण गर्ने भनेर तपाईँहरू अगाडि बढिराख्नु भएको छ। यो स्मृति सभाकै अवसरमा पारेर तपाईँहरूले हस्तान्तरण गर्दै गर्दाखेरि चाहिँ यो देशभरि र विश्वभरि तपाईँहरूले कस्तो खालको मेसेज दिन राख्नु भएको छ? हस्, धन्यवाद। यो अहिले इलाम जिल्लाको जुन सन्दकपुर गाउँपालिकामा बनिराखेको जुन मङ्गोल म्युजियम सन्दकपुर इलाम छ, त्यसमा चाहिँ अब देशभरिका नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक साथीहरूले जुन तरिकाले अहिले यो निर्माण भइरहने क्रममा चाहिँ उहाँहरूले चाहिँ आर्थिक, भौतिक र नैतिक हिसाबले जुन सहयोग गरिरहनु भएको छ र यो सहयोग चाहिँ एकदमै उहाँहरूको सहयोग चाहिँ अपरिहार्य देखिन्छ है। र अहिले त्यति मात्रै नभएर जुन त्यहाँनिर एउटा चाहिँ फाउन्डर प्रेसिडेन्ट अथवा महामानव डाक्टर गोपाल गुरुङजीको शालिग होइन र सङ्गठनका सुरुकालमा जो फाउन्डर प्रेसिडेन्टलाई सहयोग गर्ने अग्रज कार्यकर्ता जो वीरेन लामा गुरुङ र मानबहादुर राई उहाँलाई चाहिँ सिङ्गापुरे पनि भन्ने हुन्छ होइन, उहाँको पनि शालिग निर्माण भइराखेको अवस्थाहरू छ। र यो सबै चाहिँ अब यो निर्माण जुन भइराखेको जुन चिजहरू छ यसलाई चाहिँ देश विदेशमा जति पनि नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरूले आफ्नो परिवारको छाक काटेर जुन खालको जुन एउटा उहाँहरूको जुन सहयोग छ त्यो सहयोग बापत त्यो अब निर्माण लगभग 50% भन्दा माथि गइसकेको अवस्था छ र अझै पनि बाँकी छ। र यो चाहिँ हामीले अस्ति भर्खरै मात्रै
81 साल फागुन 12 गते हाम्रो केन्द्रीय सभाको दोस्रो बैठक बसेर पनि हामीले निर्णय गरिसकेका छौँ कि जुन 10 हैन जुन 10 2025 मा चाहिँ यो सबै त्यो जुन म्युजियम सहित त्यो शालिगहरू पनि निर्माण गर्ने भन्ने खालको निर्णय भइसके पछाडि चाहिँ अब यसलाई पुरा गर्नको निमित्त अझै पनि 50% जति काम बाँकी नै रहेको हुनाले यथाशीघ्र अझै यो काम सम्पन्न गर्नको निमित्त अझै पनि साथीहरूको चाहिँ सहयोग चाहिन्छ भन्ने चाहिँ हामीले राखेका छौँ र यो सबैले जुन यो सुरुवात गरिएको जुन कार्य छ यसलाई सम्पन्न गर्नका निमित्त सबै तह र तर्फबाट खटेर यसलाई चाहिँ जसरी पनि निर्णय भएको कुरालाई त्यो पुरा गर्नुपर्छ भन्ने चाहिँ लागेको छ। यो त्यति नै भन्न चाहन्छु। हुन्छ सचिवज्यू, हाम्रो बिचमा सहसचिवज्यू पनि हुनुहुन्छ। तपाईँहरू अहिले निर्वाचन आयोगमा अध्यावधिको अन्तिम चरणमा पुग्दै गर्दाखेरि अहिले पछिल्लो समय निर्वाचन आयोगबाट केही कानुनी व्यवधानहरू चाहिँ हेरेर आएको भन्ने कुरा सुन्नमा आएको छ। तपाईँहरूले चाहिँ आफ्नो तर्फबाट चाहिँ के निर्णयहरू यसमा के गर्नु भएको छ कि कार्यकारिणी सभाबाट के छ बताइदिनुहोस् न। तपाईँले भन्नुभएको निर्वाचनसँग हाम्रो रिलेसनको कुरा जाँदै गर्दाखेरिको कुरा होइन त। विशेष गरेर निर्वाचन आयोगमा चाहिँ हामीले हाम्रो 6औं राष्ट्रिय महाधिवेशन पछाडि होइन 6औं राष्ट्रिय महाधिवेशन चाहिँ हाम्रो मङ्सिर 9, 10, 11 मा गयो। त्यस पछाडि लगत्तै हामीले चाहिँ बन्द सत्रबाट पारित भएको हाम्रो विधानहरू भयो होइन, सङ्गठनको विधान भयो, सङ्गठनको कार्य समितिमा भएको हेरफेर भयो होइन, केन्द्रीय सभामा भएको हेरफेर भएको यो कुराहरूलाई चाहिँ अध्ययन गर्नको लागि चाहिँ हामीले 2080 मङ्सिर 22 गते चाहिँ हामीले निर्वाचन आयोगमा चाहिँ एउटा अध्ययनको लागि चिठी पत्र सहित पुग्यौँ। त्यस पछाडि हाम्रो विधानहरू चाहिँ विधान चाहिँ अध्ययन नगरिदिएको कारणले गर्दाखेरि होइन लामो समय लगभग 15 महिनासम्म चाहिँ हाम्रो विधानलाई चाहिँ हामीले अध्ययनको लागि पुर्याइसक्दाखेरि पनि नगरिदिइसकेपछि चाहिँ किन ढिलो भइरहेछ, के कारणले ढिलो भइरहेछ भन्ने हिसाबले चाहिँ हामी निर्वाचन आयोगमा महिना हामीले धाइरहँदाखेरि पछिल्लो समयमा चाहिँ अलिकति हाम्रो कामहरू चाहिँ अगाडि बढ्दैछ, तपाईँहरू आइदिनु पऱ्यो, केही कागजपत्रहरू पुगेको छैन भन्ने हिसाबले चाहिँ निर्वाचन आयोगले चाहिँ हामीलाई चाहिँ बोलाइरहेको कारणले गर्दाखेरि हामी निर्वाचन आयोगमा आउने काम भएको होइन। त्यसलाई चाहिँ अब हाम्रो विपक्षीहरूले कस्तो हिसाबले होइन भ्रम सिर्जना गरेर चाहिँ आफ्नो ठाउँमा छ। तथापि हामीले के तपाईँहरूको मिडिया मार्फत के आग्रह गर्नु सचेत के अरे जानकारी गराउन चाहन्छौँ भने नितान्त हाम्रो त्यो विधानको काम हो निर्वाचन आयोगमा होइन। र अहिले मोटामोटी हाम्रो विधान अध्ययन गर्ने काम चाहिँ मोटामोटी अन्तिम चरणमा पुगिसकेको छ होइन, जसको लागि चाहिँ विभिन्न कुराहरू हुँदो रहेछ, कानुनी बाधा विभाजन अर्थको कुराहरू आउँदो रहेछ होइन। अब अहिलेको लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक संविधान जारी गरे तापनि लोकतान्त्रिक संविधानको केही छिद्रहरूलाई चाहिँ प्रयोग गरेर होइन शासनमा रहेको जुन बाहुनवादी सोच भएका व्यक्तिहरूले चाहिँ सङ्गठनलाई रोक्नुको लागि चाहिँ त्यस्ता षड्यन्त्रहरू गर्दो रहेछ होइन। एक हिसाबले के पनि म तपाईँहरू माझमा आग्रह गर्न चाहन्छु भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको बेस होइन जनता माझमा चाहिँ एउटा ग्रास लेभलको बेस यत्रो बनेर आइरहेको छ। समग्र मङ्गोल जनताले हामी यो माटोसँगको रिलेसनको कुराहरू होइन, हाम्रो अधिकार अस्तित्व, हाम्रो तपाईँको भाषा धर्म संस्कारको संस्कृतिको कुराहरू उठाइराख्दाखेरि कतै न कतै यो मुलुक हाम्रो भन्ने हिसाबले चाहिँ राजनीतिक रूपले सचेत बनेर एकजुट हुने काम भइरहेको कारणले गर्दाखेरि अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्नु नसकिने रहेछ भन्ने हिसाबले चाहिँ अब यसलाई कहाँनिर लगेर हिर्काउने भन्दाखेरि अलिकति माथिल्लो लेभलमा होइन, जहाँ चाहिँ बौद्धिक रूपले लड्नुपर्ने ठाउँमा, कानुनी रूपमा लड्नुपर्ने ठाउँमा चाहिँ हामीलाई रोक्नु खोज्दो रहेछ त्यो संविधानको छिद्रहरू प्रयोग गरेर होइन। तर त्यसमा पनि हामीले वैचारिक रूपमा होइन संयमता अप्नाएर चाहिँ हामीले अगाडि बढिरहँदाखेरि अलिकति निर्वाचन आयोगको कर्मचारीहरूसँग निर्वाचन आयुक्तहरूसँग चाहिँ बसेर भलाकुसारी गर्ने क्रममा चाहिँ छलफल हुँदै गर्दाखेरि हामी अलिकति बाक्लो उपस्थित रहेको मात्र हो, अन्य त केही होइन। त्यस कारणले गर्दाखेरि मोटामोटी तपाईँहरूमा के जानकारी गराउन चाहन्छ भने हाम्रो नितान्त विधान अध्ययन काम भइरहेको कारणले गर्दाखेरि हामी त्यहाँ पुगेको र चाँडै नै हाम्रो विधान चाहिँ अध्ययन भएर हामी लाई दिने कुराहरू चाहिँ निर्वाचन आयोगको साथीहरूले गरिरहेको कारणले गर्दाखेरि हामी त्यसकै सिलसिलामा हामी निर्वाचन आयोगमा गएको कुरा मात्र हो होइन। हुन्छ सहसचिवज्यू, हाम्रो बिचमा प्रचार प्रसारज्यू हुनुहुन्छ।
अहिलेको समयमा विशेष गरेर तपाईँहरूको मङ्गोल म्युजियम भवन, मङ्गोल रिसर्च सेन्टर लगायतका धेरै ऐतिहासिक कुराहरू तपाईँहरूले चाहिँ एउटा दस्तावेजको रूपमा चाहिँ प्राप्त गरिसक्नु भएको छ। यस सँगसँगै अब तपाईँ प्रकाशन सभाको संयोजक पनि हुनुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि विभिन्न कलाकारहरूलाई, विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूलाई तपाईँहरूले साथ सहयोग गर्दै आउँदा र यो महत्त्वपूर्ण यस्ता भवनहरू हस्तान्तरण निर्माण गर्दै आउँदाखेरि चाहिँ यी कुराहरू चाहिँ दस्तावेजीकरणको रूपमा अथवा लिखित रूपमा चाहिँ यो प्रकाशन सभाभित्रका जुन एउटा इतिहास बनेर दस्तावेज बनेर बस्ने सम्भावना चाहिँ कतिको रहन्छ? यो त एउटा जिउँदो इतिहासको रूपमा छ। जुन जुन कामहरू मङ्गोल इस्लाम अर्गनाइजेसनले गरेर आइरहेको छ, यो चाहिँ सङ्गठनको नेताहरूले मात्रै गरिरहेको छैन। मङ्गोल इस्लाम अर्गनाइजेसनले जुन जुन निर्णयहरू पारित गरेर कार्यान्वयन गर्दै आइरहेको छ, यसमा नेताहरूले मात्रै गरेका छैन। यसमा चाहिँ मङ्गोल इस्लाम अर्गनाइजेसनको कार्यकर्तादेखि लिएर तपाईँको ग्रास रुटको होइन, हाम्रो मङ्गोल इस्लाम अर्गनाइजेसनलाई माया गर्ने होइन, सङ्गठनको भलाइ चाहने समर्थक शुभेच्छुकहरूको समेतको उपस्थितिमा यो कामहरू अगाडि बढिरहेको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ एउटा जिउँदो जाग्दो इतिहासको रूपमा चाहिँ यो खडा भइसकेको छ। एमएनएले गरेको जति पनि कामहरू, जस्तो रिसर्च सेन्टर निर्माण, शालिग निर्माण, चाहिँ हाम्रो आदरणीय कार्यकर्ताहरूलाई घर हस्तान्तरण, भवन हस्तान्तरणको कुराहरू, हाम्रो अहिले बन्द गरेको इलामको मङ्गोल म्युजियमको कुराहरू, त्यहाँ बन्द गरेको आदरणीय अग्रज व्यक्तित्वहरू मानबहादुर राई सिङ्गापुरे र चाहिँ वीरेन लामा गुरुङजीको साली होइन, त्यहाँ मामा डाक्टर गोपाल गुरुङजीको साली त्यहाँ बनिने नै भयो। यो सबै कुराहरू चाहिँ अब यो यतिकै ठडिएर सम्पन्न भएर मात्रै बस्दैन होइन। यसको विषयमा त भोलि खोज अनुसन्धान गर्नको लागि, रिसर्च गर्नको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट चाहिँ एमएनएको विषयमा, एमएनएको इतिहासको विषयमा खोजिनिन्दा गर्ने, रिसर्च गर्ने र कुनै थेसिस लेख्ने कुराहरू त हुन्छ होइन। त्यो हिसाबले पनि यो त अब एक त यो त एउटा जिउँदो इतिहास हो, त्यो हिसाबले पनि यो त एउटा दस्तावेजीकरण त भएर जाने नै भयो। यसमा थप रिसर्चरहरूले चाहिँ गहन रूपमा रिसर्च गरेर एउटा थेसिसै अगाडि ल्याइसके पछाडि होइन, राष्ट्रिय अन्तर्राष्ट्रियमा थेसिसको रूपमा पुर्याइसके पछाडि इतिहासमा दर्ज हुने कुरा त यो त कुनै यसमा सङ्ग्रही छैन। मेरो प्रश्न चाहिँ कार्यकारिणी सभालाई नै हो। अब तपाईँहरू जो कोही एकजनाले दिनुहुन्छ, विशेष गरी हामी नेपालमा बसोबास गर्छौँ होइन, हामी नेपालको ऐन कानुन संविधान पनि त मान्नुपर्छ होला। नेपालमा त गणतन्त्र दिवस चाहिँ विशेष गरी जेठ 15 गते, नेपालको विभिन्न क्यालेन्डरहरूमा त जेठ 15 गते नै छ होइन। तर तपाईँहरूले चाहिँ 28 मे भनेर जेठ 14 गते नै गणतन्त्र दिवस मान्दै हुनुहुन्छ। त्यो खालले तपाईँहरूले एक खालको स्टेटमेन्ट जारी गर्नुभएको छ। विशेष गरी भोलि कार्यक्रम सम्पन्न गर्दै गर्दा त प्रहरी, प्रशासन, विभिन्न निकायहरूबाट चाहिँ प्रतिप्रश्न आउँछ होला। भोलि तपाईँको कार्यकर्ताहरूलाई पनि त्यो खालको प्रतिप्रश्नहरू आउँछ होला। यसलाई चाहिँ कसरी प्रश्नाउनुहुन्छ, त्यो जो कोही एकजनाले बताइदिनुहोस् न। धन्यवाद। यो चाहिँ यसो झट्टै हेर्दाखेरि चाहिँ साँच्चै यो त अप्ठ्यारो जस्तो लाग्छ, तर हामीले चाहिँ फेरि अप्ठ्यारो महसुस, अहिले वर्तमानमा अप्ठ्यारो महसुस गरेर वर्तमानमा नै गलत नजिर राख्नु हुँदैन भन्ने हाम्रो उद्देश्य हो। जस्तै उदाहरणको निमित्तलाई अलिकति राजनैतिक रूपमा विश्लेषण गरौँ। जति बेला मुलुकमा राजतन्त्र थियो, जति बेला मुलुकमा तानाशाही व्यवस्था थियो, त्यति बेला लोकतन्त्र भन्दाखेरि त हामी नै अप्ठ्यारो जस्तो लाग्थ्यो नि। त्यति बेला देशको व्यवस्था थियो, पञ्चायती व्यवस्था थियो, राजतन्त्रात्मक व्यवस्था थियो अथवा तानाशाही व्यवस्था थियो। एकातिर हामी आवाज उठाइराखेका थियौँ, लोकतान्त्रिक व्यवस्था, स्वतन्त्रताको कुरा गरिराखेका थियौँ। तत्कालीन परिस्थितिमा महामानव डाक्टर गोपाल गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनले देशको संविधान, पञ्चायती संविधान छ, राजतन्त्रात्मक संविधान छ, तर हामी लोकतन्त्रको कुरा गर्दाखेरि त हामी नै पो वर्जित हुन्छौँ कि भन्ने डर राख्नु भएन। महामानव डाक्टर गोपाल गुरुङको दीर्घकालीन दीर्घजीवी दृष्टिकोणले भने के देख्नु भयो त भन्दाखेरि यो मुलुकमा आज पच्ला या नपच्ला, आज यहाँको मान्छेले बुझ्ला या नबुझ्ला, तर निकट भविष्यमा अन्तत्वगत मुलुकबाट राजतन्त्रात्मक व्यवस्था, पञ्चायती व्यवस्था यो पूर्ण रूपमा ढलेर जनताहरूले स्वतन्त्रता प्राप्त गर्ने लोकतान्त्रिक व्यवस्थामा एक दिन पुग्छ भन्ने एउटा दीर्घजीवी सोच र उद्देश्य राखेर उहाँले सङ्घर्ष गर्नुभयो। अब अहिलेको हाम्रो तत्कालीन अवस्थामा यो 2065 जेठ 15 गते भनेको यो सन् शताब्दीको हिसाबले 28 मे
2008मा चाहिँ मुलुक लोकतान्त्रिक गणतन्त्रमा जाने अथवा रिपब्लिकन डेको रूपमा चाहिँ हामीले त्यसलाई मान्ने भनेर घोषणा गऱ्यौँ। र यसपालिको चाहिँ हामीले यो 28 मेमा मान्दै गर्दाखेरि जेठ 14 गते आयो भन्ने जुन कुरा अहिले चाहिँ यसो सुन्दाखेरि सामान्य हिसाबले हेर्दाखेरि नेपालको संविधानले 15 भनिराखेको छ, तर जेठ 14 मा मान्दाखेरि भोलि हामी पो अप्ठ्यारो पर्ने हो कि भन्ने यो चाहिँ हामीले अहिले तत्कालीन अवस्थामा हामीलाई आउने चुनौतीहरू झेलेर भए पनि वास्तविक कुराको अथवा सत्य कुराको नजिर स्थापित गर्नुपर्छ भन्ने हिसाबले हामीले घोषणा गरेको कारणले गर्दाखेरि पक्कै पनि तपाईँहरूले बताउनु भए जस्तो विभिन्न किसिमको चुनौतीहरू आउन सक्छन् होइन, विभिन्न किसिमको समस्याहरू आउन सक्छन्। तर हामी महामानव डाक्टर गोपाल गुरुङज्यूको कार्यकर्ता भएको कारणले, मङ्गोल नेसनल अर्गनाइजेसनको विभिन्न ओहदाको नेता तथा कार्यकर्ता भएको कारणले अथवा समर्थक शुभचिन्तक भएको कारणले गर्दाखेरि आउने हरेक चुनौतीहरूलाई सामना गरेर चाहिँ हामी गन्तव्यमा पुग्ने र आउने भावी सन्ततिहरूको निमित्त सही नजिर स्थापित गर्नको निमित्त सङ्घर्ष गर्नुपर्ने भएको कारणले गर्दाखेरि अहिले हेर्दाखेरि झट्ट हेर्दाखेरि अप्ठ्यारो जस्तो महसुस भए पनि भोलि हामीले स्थापित गरेर जानुपर्ने चाहिँ 28 मेलाई स्थापित गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामी अहिले थोरै हौँला, हामी अहिले कमजोर हौँला, हामी अहिले अप्ठ्यारो स्थितिमा सामना गर्नु पर्ला, तर हामी चाहिँ वास्तविक, किनकि हिजो नेपालमा लोकतन्त्रको निमित्त आवाज उठाउनुमा त गोपाल गुरुङ एक्लो व्यक्ति हुनुहुन्थ्यो नि त होइन। जति बेला नेपालको संविधान नै लोकतन्त्रलाई चाहिँ कहिले पनि आउन नदिने गरेर त्यसरी छेकबार गरेको संविधान मुलुकमा थियो, तर अन्ततः अहिले नेपालमा मङ्गोल नेसनल अर्गनाइजेसन भन्दा पनि अग्रपङ्क्तिमा गएर हामीलाई पनि उछिनेर गएर लोकतन्त्रको विषयमा बोल्ने, बिहानै लोकतन्त्र, दिउँसै लोकतन्त्र, बेलुकै लोकतन्त्र, प्रत्येक शब्दमा लोकतन्त्र बोल्ने मान्छे त देशको आम नागरिक भएको छ नि त अहिले होइन। यस कारणले गर्दाखेरि हिजो हामीले त्यति बेला गरेको सङ्घर्षले आज जसरी सजिलो बनेर गएको छ, हामीले अहिलेको यो 28 मेलाई चाहिँ जुन हिसाबले मान्यता दिएर जान्छ, जस्तै उदाहरणको निमित्त नेपाल भन्ने देश पनि त यो अन्तर्राष्ट्रिय कानुन अनुसार त जोडिएको छ नि त। तपाईँले उदाहरण दिनुभयो जस्तै गरेर जसरी नेपालको संविधानभित्र हामी बाँधिएका छौँ, राष्ट्रहरू पनि त अन्तर्राष्ट्रिय कानुनमा बाँधिएको हुन्छ नि त होइन। र त्यो अन्तर्राष्ट्रिय कानुन अनुसार हेऱ्यो भने त अन्तर्राष्ट्रिय कानुनले 28 मे 2008मा नेपालमा लोकतन्त्र आएको भन्छ, तर नेपालमा हेर्दाखेरि त्यो पनि अप्ठ्यारो पर्छ नि त। कहिले 29 मेमा पर्छ, कहिले 27 मेमा पर्छ, कहिले 30 मेमा पर्छ, तर त्यो अन्तर्राष्ट्रिय कानुनले त बाध्य बनाउँदैन नि त। तिमीहरूको देशमा चाहिँ लोकतन्त्र घोषणा भएको 28 मेमा हो, तिमीहरूले यसपालि किन 29 मा मनायो, तिमीहरूले यसपालि किन 27 मा मनायो त भन्दैन नि त उसले त होइन। र किनकि त्यो उनीहरूको एउटा खालको सोच उद्देश्य होला। यस कारणले गर्दाखेरि हामीले चाहिँ आधिकारिक रूपमा भोलि निकट भविष्यमा बसेर जाने, बनिएर जाने, दस्तावेज भएर जाने कुरालाई चाहिँ अहिलेबाट स्थापित गर्नुपर्छ भन्ने उद्देश्य राखेर चाहिँ हामीले त्यसरी घोषणा गरेका छौँ। यस कारणले गर्दाखेरि पक्का पनि तपाईँले भने जस्तो केही त्यो खालको चाहिँ झन्झटहरू, केही त्यो खालको चुनौतीहरू आएको खण्डमा पनि हामीले सामना गरेर जाने गरेर चाहिँ तयारी भएका छौँ। धन्यवाद। त्यसलाई यसरी पनि लिन सकिन्छ। हाम्रो एउटा माग मुद्दा मध्ये पनि पर्यो नि त, जस्तै कि महामन्त्री डाक्टर गोपाल गुरुङजीले चाहिँ भनिराख्नु भएको छ नि, हामी भोलिको दिनमा चाहिँ तपाईँको संसदमा बुद्धिस्ट लुनालाई चलाउने भन्ने कुरा छ होइन। त्यो कुरो जोड्दै गर्दाखेरि त हामीले अहिलेको यो जुन विक्रमादित्यले चलाएको सम्बन्ध होइन, जो चाहिँ नेपालकै लागि पनि एउटा अन्तर्राष्ट्रिय भनौँ, विदेशी भनौँ न, त्यो आकारले गर्दा पनि त्यसलाई हाइलाइट गर्नुभन्दा हामीले संसद मुद्दा नै हाइलाइट गरौँ भन्ने पनि एउटा कुरा हो होइन। त्यसरी पनि जोड्न सकिन्छ, किनकि एउटा हाम्रो माग र मुद्दा नै हुन्छ यो त होइन। भोलिको दिनमा यस्ता धेरै कुराहरू हामीले गर्दै आउनुपर्ने हुन्छ। त्यसलाई त्यसरी नै हामीले हाम्रो कार्यकर्ता लेभलमा हामीले बुझाइसकेको छौँ, हामीले शुभचिन्तकको लेभलमा बुझाएको छौँ। त्यहाँ अब अन्य चुनौतीको कुराहरू त अब हामीले सामना गर्नुपर्छ। हिजो महामन्त्री डाक्टर गोपाल गुरुङजीले चाहिँ चुनौतीको सामना गर्नुभयो भने हामी त त्यो नर्मल कुरा हो। हुन्छ, सर सचिवज्यूलाई पनि धन्यवाद प्रश्न दिनुभएकोमा।